नमस्कार, मेरो नाम रोशन थापा मगर। यो कमलामाई नगरपालिका 14 नम्बर वार्ड चन्दनपुर। यो चन्दनपुर दुईटा छ, एउटा 6 नम्बर एउटा 7 नम्बर साबिकको। हाम्रो साबिक 7 नम्बर कमलामाई नगरपालिकाको सबैभन्दा लास्ट एरियाको यो चन्दनपुर हो। यहाँनिर लास्ट एरिया मात्रै नभएर विकासको मामलामा पनि सबभन्दा लास्ट एरिया। यहाँनिर जुनसुकै कामहरू गर्नु पर्दाखेरि यहाँनिर धेरै समस्या हुन्छ, नेताहरूले सुनवाई गर्दैन। यहाँनिर यसरी अब यो 10 वर्ष अगाडि हामीले यहाँनिर त्यो नाली सहितै यसरी बनाएको थियौँ। एउटा नाली मात्रै दुई साइडमा नाली र बिचमा चाहिँ ग्राभल गरेर बनाएको थियौँ। अहिलेसम्म यो 150 मिटर भएको थियो पहिले, त्यसपछि बन्दको बन्दै त्यो माथि काम छ तर आउँदै आउँदैन जतिसुकै गर्दाखेरि पनि। अनि यसपालि चाहिँ अब सहरी विकास के पूर्वाधार विकास कार्यालयद्वारा यसपालि परेको बजेट 25 लाख हो। त्यसमा पनि 14 लाखको मात्रै काम भयो। अब 11 लाख कहाँ गयो त्यो कुरो थाहा छैन हामीलाई। अब आवाज उठाउँदा आउँछ भन्थ्यो, त्यो अब त्यो गइसक्यो, आउँला पनि आश पनि छैन। र 14 लाखको काममा यो यहाँदेखि 180 मिटर मात्रै काम भयो। र यो काम भइसकेपछि यहाँनिर हामीले यो पहिले चाहिँ बनाएको नाला, यो नाला यहाँदेखि यतातिर गएन, यतिको यो बन्द भएर यतातिर पानी जमेर बस्ने गाउँलेलाई धेरै दिक्कत भइरहेको छ। यहाँबाट काम हुन्छ कि भनेको यहाँबाट काम उतातिर नहुने भइसक्यो। अहिले हाम्रो पुरै गाउँको जनसमाधानबाट हामीले गाउँले आफैले नै जागरुक भएर अब हामीले यो निकासी गर्नुपर्छ। अब यो सरकारले गरेन, हामीले नै गर्ने भनेर आफ्नै चाहिँ जनसमाधानबाट कुनै उसले सहयोग गरेन, हामी आफैले नै गरेको हो। महिला दिदी बहिनी दाजुभाइ सबै गाउँबासी सबै उठेर ल हामी अब आफैले गर्नुपर्छ भनेर आज काम सुरु हुँदैछ। र यसमा यही प्रोजेक्ट यो चाहिँ काम हुँदाखेरि भाइ भन्ने हाम्रो यहाँको ठेकेदार जस्तै मान्छे हो, उसले ल दाइ म सिमेन्टको लागि सहयोग गर्छु भनेर 10 बोरा सिमेन्ट पहिले छोडिदिएको थियो। त्यो 10 बोरालाई नपुग्ने भएछ। अहिले मैले फेरि फोन गरेर भाइ अब 10 बोरालाई पुगेन त भन्दाखेरि कति लाग्छ अरू भने 6 बोरा चाहिँ थपिदिनु पर्ने भयो भनेपछि 6 बोरा थपिदिन्छु गरेर ल्याउनु र काम तपाईँहरू गर्नु। मैले सकेको सहयोग गर्ने दाइ भनेपछि ल एकदम धेरै धेरै धन्यवाद रामचन्द्र भाइलाई पनि। र हाम्रो यहाँ यतिको काम गर्नुको लागि जागरुक यति धेरै गाउँका ग्रामीण हाम्रो जागरुकता दिदी बहिनीहरूले जागरुक भएर काम गरेको छ। र विकासको मामलामा चाहिँ हाम्रो यो ठाउँ धेरै पछाडि को यहाँनिर अब एउटा खानेपानीको टङ्की मोटरबाट चाहिँ पानी माथि छाल्ने अनि सिधै चाहिँ सञ्चालन गर्ने पानी त्यस्तो अवस्थामा छ। यो टङ्की पर्न सकेन, दौडधुप कहाँ गरेको उपाय लागेन, यो पनि परेन। यस्तो खानेपानी जस्तो एउटा चाहिँ नि एकदम अति आवश्यक चिजमा यति पछाडि परेको ठाउँ भनेदेखि अब यो बाटोको यो कयौँ 10 वर्ष अगाडि बनेको बाटो यसपालि अधुरो भएर रोक्यो। अब यो फेरि कति वर्ष पर्खिनु पर्ने हो। यहाँको जनताहरू त्यो आशा गरेर बस्ने हो, उपाय छैन। यहाँनिर विकासको मामला धेरै दिक्कत छ। कहाँसम्म हेर्दै जानु होला, यो चाहिँ 180 मिटरको यो बाटो त्यहाँ गएर रोकिएको छ। अब के अरे 25 लाखको योजना हो। 25 लाखको योजनामा कमसेकम त्यो 2-2.5 त्यहाँबाट कति बाँकी त्यतिसम्म पनि हुन्छ कि यहाँको हामी जनसमाधानबाटै गर्ने यो के अरे उपभोक्ताबाट काम गर्ने भन्दाखेरि हामीलाई हुँदैन। तपाईँले उपभोक्ताबाट पाउँदैन। यो ठुल्ठुलो बजेट त टेन्डर लाग्छ, माथिबाटै काम हुन्छ, यहाँकोबाट हुँदैन। के अरे हामीले माथिबाट टेन्डर लगाउने हो। हामी जनसमाधान गरेर हामी यहाँको चाहिँ नि उपभोक्ताले हामी यो बाटो यो 25 लाखको माथिसम्म हामी ठेगाउँछौँ। हामी जति गर्नुपर्ने कसरी हुन्छ त्यससम्म हामी गर्ने हो। यसमा ठेगा नलाउनुहोस् भनेर अनुरोध गर्दाखेरि यो लागेन। अब यस्तै हो रहेछ नेपालको नियम र कानुन होइन। अब हामीले खप्नै पर्ने जे लगाए पनि अब सरकारको योजना भन्छ। अब हामीले आफ्नो के अरे जनसमाधानबाट के अरे उपभोक्ताबाट काम बढी हुन्थ्यो भनेदेखि ठेगा लागेपछि अब 25 लाखको टेका हो। 25 लाखको योजना आएकोमा अहिले 14 लाखले सीमित भयो काम। अब त्यो आज गएर त्यहाँ बाटोमा हेर्नुहोस्, हामी जाँदैछौँ त्यहाँनिर देखाउँदैछौँ। अब त्यो बाटो त्यसरी रोक्यो। कमसेकम यहाँको उपभोक्ताले गर्नु पाएको भए यो बाटो हामी परेसम्म पुर्याउनु सक्थ्यौँ। हामीले कति अनुरोध गऱ्यौँ तर यो हुँदैन। त्यो सरकारी योजनामा चाहिँ 25 लाखको यो ठुलो योजनामा पाउँदैन। त्यसको काम मात्रै तपाईँहरूले गर्ने, यो ठुल्ठुलो योजनाको काम हुँदैन भनेर रोक्यो काम। यहाँदेखिको यो 10 वर्ष अगाडि यो नालासहित बनेको यहाँबाट 150 मिटर उहाँदेखि हामीले पहिले गरेका थियौँ।
10 लाखले दुईतिर नाला बिचमा ग्राभल गरेर बनेको थियो। अब त्यहाँदेखिको बजेट नपरेर यसपालि पऱ्यो उरी त्यहाँ अब पऱ्यो त नालीसाली छैन। अब सिधै यतिको चाहिँ पिचले बन्यो तर अब यो रोक्यो 25 लाखको योजना जसमा 14 लाखको मात्रै काम भयो। 14 लाखको काममा यहाँ अब यहाँ माथिको पानी आउने यो यस्तो ठाउँ छ, यो के पानी जाने यसको निकासी छैन। अब यो घर पुरै डुबान हुने हो यस्तो अवस्था छ। नाली यो रोड बन्दाखेरि नाली सहित बन्नु पर्दैन, नाली पनि नबनिकन त्यतिकै ढलान भएको होला भनिको गाउँमा। अब यसरी यहाँदेखिको काम रोक्यो उतातिर देखाउँ। वहाँदेखिको अब 180 मिटरको यहाँसम्म 25 लाखको योजना जसमा 14 लाखको मात्रै काम भयो। 11 लाख कहाँ गयो त्यो थाहा छैन। अब यतातिर यस्तै स्थिति छ, यहाँसम्म आयो। अब अहिले हिजो एउटा के अरे अटो आउँदाखेरि अटो उक्लिन नसकेर बलुवामा धसेर मान्छेलाई ठेलेर निकाल्नुपर्ने अवस्था हो। अब यो बर्खामा के हाल होला? यसपालिको बर्खामा यहाँको चाहिँ स्थिति गण्डगोल हुने अवस्था छ। त्यस्तो अवस्था छ। यो कमलामाई नगरपालिका वडा नम्बर 14 जो सबभन्दा नगरपालिकाको लास्टे ठाउँ र विकासको मामलामा पनि सबभन्दा लास्टे ठाउँ। यो पानी टङ्की यहाँनिर कति वर्ष 3 वर्ष अगाडि बनेको थियो, उहाँ ऊ देखिन्छ पर पानी टङ्की एउटा यहाँ बल्ल बल्ल परेको पानी अब चुनु थाल्छ। त्यसलाई मर्मतको लागि 1.5 लाख रुपियाँ सहयोग गरिदिनुहोस् त भन्दा परेन, उपाय छैन। अब यहाँ पर्दैन मरि पऱ्यो भनेदेखि 25 लाखको योजना 14 लाखको काम हुन्छ, 11 लाख उतैतिर झाप हुन्छ। अब यहाँसम्म यसरी बनेको छ, यो पानी नालीसम्म मात्रै हो। यसपालि अब यो ढलान बन्दाखेरि नाली सहित जानुपर्ने नाली पनि छैन र ढलान बन्यो। अब यो मात्रको घरहरू डुबान हुने हो, उपाय छैन। यस्तो अवस्था छ यो चन्दनपुर कमलामाई नगरपालिकामा। त्यो पनि चन्दनपुर अब घरहरू त बनेको छ, मान्छेले घरहरू बनाएको छन्, राम्रो घरहरू छ, तर के गर्नु अब सबै बर्खा भएपछि डुबानमा पर्छ। नालीको सुविधा छैन, नालीको सुविधा भए पनि अब पिच रोड यसरी ढलान रोड बन्दाखेरि ढलान रोडले सहितै नाली सहित लानुपर्ने, नाली नबनिकन त्यतिकै ढलान भयो। यस्तो अवस्था छ। यसको लागि सरकारको कमी कमजोरी हो, नेताहरूको कमी कमजोरी हो। यहाँको बासिन्दाहरू सधैँ आफ्नो प्रस्ताव लगेर राख्ने। त्यो हाम्रो यहाँको प्रस्तावहरू गयो भने कुन खातामा गएर कहाँ थिचिन्छ र यहाँ पर्दैन। यो कमलामाई नगरपालिका सबभन्दा लास्टै र विकासको मामलामा सबभन्दा लास्टै। यहाँको नेताहरू 14 नम्बर वार्डको चाहिँ यस्तो अवस्था छ। कमलामाई नगरपालिका 14 नम्बर वार्ड, त्यो पनि चन्दनपुर 7 साबिकको चन्दनपुर 7 हेर्नुहोस् पानी दिएको छ टङ्की। यो टङ्की दुईवटा टङ्की छ राखेको छ, प्लास्टिक टङ्की। यहाँ गाउँवासीहरूले आफ्नो पैसा उठाएर टङ्की बनायो, काठको खम्मा हालेर बनाएको यो टङ्कीलाई कतिपल्ट ल्याएर देखाएँ। वडाको कुनै आँखा पर्दैन, तर वडाको आफ्नै मान्छे उनीहरूको जो प्रतिनिधि छ उनीहरूले आफ्नो गल्ली चाहिँ नि रोडमा ढलान भयो, तर यो मेन ढलान भएन। मेनमा आएर सीमित बस्यो त्यतिमै 180 मिटरमा। अब यहाँ त पानी ढल्किएको पानी झरिरहेको छ। अब यो पानी अहिले यहाँ चढ्दैछ, यो पानी सप्लाई गरेर गाउँलेले खायो भने खायो, नभनेदेखि त्यो अलि एकछिन पछि थाहा पाउन पानी भन्यो त्यो मान्छेले पानी खानु पाउँदैन। टङ्कीको पानी सिद्धिन्छ र पानी खतम हुन्छ र जसले अब बिस्तारै खाउँला भन्छ त्यो मान्छे पस्ताएर खानु पाउँदैन, अर्का घरबाट गागरीमा पानी ल्याएर खानुपर्ने। धन्यवाद।